माननीय सांसद या सदस्य कमला पन्तज्यूले गर्नुभएको प्रश्नको जवाफको लागि म तयार छु र म दिन पनि चाहन्छु। माननीय सदस्य कमला पन्तज्यूलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यस्तो जोखिमको डर भएमा 1 2 3 4 मा फोन गर्नु होला। त्यो चाहिँ हाम्रो विपद सम्बन्धी को नम्बर हो। भर्खरै हामीले टोल फ्री नम्बर बनाएको छौँ र यस्तो डराउनु पर्दैन। हजुरले डराउने बित्तिकै यो 1 2 3 4 मा चाहिँ तुरुन्तै फोन गर्नु होला, हाम्रो रेस्पोन्ड तुरुन्तै हुन्छ। यो चाहिँ भर्खरै हाम्रो किनभने पहिला चाहिँ यो विभिन्न नम्बरहरू राख्दाखेरि कन्फ्युजन क्रिएट हुन्थ्यो। त्यही भएर चाहिँ हामीले यसलाई सहज बनाउनको लागि चाहिँ यो एनटिसीसँग समन्वय गरेर हामीले 1 2 3 4 विपद भएको खण्डमा चाहिँ फोन गर्नु होला भनेर हामीले भनेका छौँ र त्यसमा नि हजुर पनि त्यस्तो जोखिम केही देखिहाल्नु भयो भने त्यसमा चाहिँ 1 2 3 4 मा सम्पर्क गर्नुहुन्न म हार्दिक अनुरोध गर्न चाहन्छु माननीयज्यूलाई। र यो अध्यक्ष सम्माननीय अध्यक्ष महोदय, यो हाम्रो मनसुनजन्य विपद व्यवस्थापनको विषयमा हामी यहाँ छलफल गर्दै थियौँ, तर विषय केन्द्रित नभएर चाहिँ विपद व्यवस्थापनमा चाहिँ एउटा निर्मला पन्त हत्याकाण्डलाई चाहिँ जोडियो। विषयवस्तुमा केन्द्रित हुनुपर्ने हो हामीले, तर यो किन यसरी घुमाइन्छ यो मलाई अब अचम्म लागिरहेछ यहाँ बसेर। म खासमा चाहिँ यो यसमै विषयमा केन्द्रित हुनुपर्ने हो। निर्मला पन्त हत्याकाण्ड र हाम्रो मनसुनजन्य विपद व्यवस्थाको सम्बन्ध के, सरकार के, कसरी चाहिँ हुन्छ होइन, यसमा विषयवस्तुमा अलिक केन्द्रित हुनुपर्ला माननीयज्यू। हजुरबाट हामीले धेरै कुरा सिक्नु बाँकी छ र सिक्दै पनि जाँदैछौँ। हजुर हामीभन्दा धेरै जेठो पाएको पनि हुनुहुन्छ र त्यही भएर मेरो तर्फबाट अब अलिकति ठाडो तरिकाले यो अलिकति भयो जस्तो लाग्यो मलाई पनि होइन। यसको लागि म क्षमा प्रार्थी पनि छु, हजुरहरूलाई माफ पनि माग्न चाहन्छु। तर यो विषय चाहिँ कस्तो हो भन्दाखेरि हजुरको यो संसदको मर्यादा र जनताप्रतिको आशालाई म बुझ्छु, उच्च सम्मान पनि गर्न चाहन्छु। तर यसलाई अनुसन्धानको विषयलाई हामीले सदन मार्फत गर्ने चाहिँ अनुसन्धानको विषयहरू चाहिँ यो सदन मार्फत चाहिँ हामीले गर्न चाहिँ मिल्दैन। अनुसन्धान हो नि त त्यो विषयलाई त हामीले सकेसम्म चाहिँ गोप्य राखेर अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएर हामीले यसलाई चाहिँ रिजल्ट दिनु ठुलो कुरा हो नि त। यसको बारेमा अनुसन्धानको फाइलहरू तपाईँको यहाँ सदनमा बसेर त्यो जो क्रिमिनल्सहरू हुनुहुन्छ जसले चाहिँ उन्मुक्ति पाइराख्नु भएको छ उहाँहरूलाई चाहिँ सचेत गराएको मात्र जस्तो हुन्छ कि यो भयो भने। त्यही भएको हिसाबले अनुसन्धानको विषयलाई चाहिँ हामीले यसलाई गोप्य राखेर अनुसन्धान गरेर अन्तिममा रिजल्ट ल्याउँदाखेरि चाहिँ गृहमन्त्रीज्यूले एकदम राम्रो काम गर्नुभयो भनेर भन्नुहुन्छ होला त्यसपछि चाहिँ। त्यही भएर यो अलिकति गोप्य नै राखेर हामीले गरिरहेको छौँ। यो एकदम सेन्सिटिभ विषय पनि छ नि त। यसमा चाहिँ जवाफ दिनु नखोजेको चाहिँ होइन, तर अनुसन्धानको विषय चाहिँ यहाँ सदनमा बसेर चाहिँ हामीले बोल्नु हुँदैन, जुन चाहिँ कुरामा रिजल्टै आएको छैन, अनुसन्धानको प्रक्रियामा छ। त्यही भएर यसको लागि अलिकति रुखो बोली भयो होला मेरो तर्फबाट, त्यसको लागि क्षमा पनि माग्न चाहन्छु हाम्रो सम्माननीय अध्यक्ष महोदय मार्फत। अब विषयवस्तुतिर केन्द्रित हुन्। माननीय सदस्य कमला पन्त प्रस्तावक र माननीय सदस्यहरू मदन कुमारी शाह, गरिमा, सोमनाथ पोर्तेल, पूजा चौधरी र पदम बहादुर परियार समर्थक भई मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको तयारी विषयमा गृह मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको छ। सम्मानित सदनबाट प्राप्त हुने मार्गदर्शन बमोजिम सरकार सदैव क्रियाशील रहने बेहोरा सर्वप्रथम निवेदन गर्न चाहन्छु। र यसमा अलिकति ढिला भएको छ माननीयज्यूहरू, यसमा हामीले अलि रेस्पोन्ड गर्नमा हजुरहरूलाई यहाँ जवाफ दिनु अलिकति ढिला पनि भएको जस्तो मैले महसुस गरेँ। त्यही अनुसारको हजुरहरूले कम्प्लेन पनि गर्नु भइरहेको देखेँ, तर कति कामहरू चाहिँ हजुरले भनेको अनुसारमा नै अगाडि बढिएकै छ होइन। जवाफ अलि ढिला भयो होला, तर काम चाहिँ हाम्रो चाहिँ जवाफ भन्दा अगाडि चाहिँ हाम्रो काम हुन्छ। त्यही भएको हिसाबले काम चाहिँ धेरै कुरा अगाडि बढेको छ, यसको बारेमा म हजुरलाई विस्तृत रूपमा अब अपडेट गर्नेवाला छु। अब नीतिगत तयारीमा अब राष्ट्रिय एवं जिल्लागत रूपमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित पूर्व अनुमान र मनसुन गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको छ। स्थानीय तहसँगको समन्वयमा अति जोखिमयुक्त बस्तीहरूको पहिचान गरी समाधानका उपायहरू समेत अपनाइएको छ। संस्थागत
प्रबन्ध नेपाल सरकार मन्त्री परिषदको मिति 2083/4/6 को निर्णय अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गरिएको छ। हजुरलाई अघि माननीयज्यूले पनि भन्नु भइसकेको थियो। त्यतिखेर हाम्रो थोरै ग्याप चाहिँ भएको थियो। यतिखेर यो विपदमा चाहिँ अलिक ग्याप भएको कारण पनि म हजुरलाई यहाँ स्पष्ट गराउन चाहन्छु, किनभने पहिलादेखि नै यो किताबमा चाहिँ एकदमै राम्रोसित हामीले बनाउँदै रहेछौँ, तर कार्यान्वयनको पक्षमा चाहिँ जहिले पनि हामी ब्याक हट्दो रहेछौँ। अघि हाम्रो एकजना माननीयज्यूले भन्नु भएको थियो, यसमा हाम्रो कार्यान्वयनको पक्ष चाहिँ अलिक राम्रो छैन, किताब त पहिला पनि निकालेको हो भन्ने विषय पनि उजागर गर्नुभएको थियो। त्यो एकदम करेक्ट पनि हो। किताबमा हेर्दाखेरि एउटै सब्जेक्टमा तपाईँको 10 चोटि PhD गरेको देखिन्छ, तर कार्यान्वयन हुँदाखेरि तपाईँको त्यो कार्यान्वयनै हुँदैन। र यसपालि चाहिँ हाम्रो प्र्याक्टिकल वेमा चाहिँ त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने हिसाबले चाहिँ हामीले थोरै समय लिएर अलिकति खट्ने मान्छेहरू चाहिँ हामीले राख्नुपर्छ अगाडि। विपद भनेको तपाईँको राति पनि हुनसक्छ, तुरुन्तै उठेर आउनु पर्यो, छुट्टीमा हुनसक्छ, तुरुन्तै उठेर आउनु पर्यो हैन। यस्तो विषयमा चाहिँ तपाईँको पूर्व तयारीका साथ रेस्पोन्ड गर्नु समेत तयार हुने मान्छेलाई नियुक्ति गर्नुपर्ने हुनाले चाहिँ यसमा चाहिँ थोरै हामीलाई समय चाहिँ लागेकै हो। त्यसमा म त्यसको म अपनत्व पनि गर्न चाहन्छु। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सेन्ट्रल कमान्ड पोस्ट र जिल्ला प्रशासन कार्यालयमा डिस्ट्रिक्ट कमान्ड पोस्टहरू सक्रिय रहेका छन्। विपदजन्य घटनाको निरन्तर अनुगमन, तथ्याङ्क अपडेट र ऱ्यापिड रेस्पोन्सका लागि प्राधिकरणमा सिचुएसन रुम र केन्द्रमा NEOC एवं जिल्ला स्तरीयमा DEOC 24 घण्टा सञ्चालनमा रहेका छन्। यो 24 आवर्स हाम्रो छ। त्यसमा चाहिँ हामीले आफै पनि, म मन्त्री भए पनि म आफै पनि टेस्ट गरिरहेको हुन्छु टाइममा चाहिँ फोन उठ्छ कि उठ्दैन भन्ने हिसाबले। किन पहिला नै हामीले के देख्थ्यौँ भन्दाखेरि चाहिँ त्यो नम्बर अपडेट हुन्थ्यो, तर फोन गर्दाखेरि फोन नउठ्ने विषय चाहिँ धेरै हामीले पाइरहेको थियौँ। त्यही भएर यसपालि चाहिँ हामीले त्यसलाई करेक्सन गर्नको लागि टाइम टु टाइम हामी आफैले पनि त्यसलाई चाहिँ नम्बर चलेको छ कि छैन भने हामीले आफैले पनि टेस्ट गर्ने गर्छौँ। साथै हामीले यसको समीक्षाको लागि चाहिँ हामीले सबै भर्चुअल माध्यमबाट सबै जिल्ला, प्रदेश र केन्द्र तीनै तहको सरकारसँग चाहिँ हामीले बारम्बार छलफल गर्नलाई चाहिँ जुम भर्चुअल मिटिङबाट चाहिँ यस्तो तयारी गर्नुपर्ने हुन्छ। त हजुरको अपडेट के छ भनेर हामीले यसको बारेमा चाहिँ अपडेट पनि लिइरहेको अवस्था छ। अब जनशक्तिको परिचालनको कुरा गर्दाखेरि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका 7,524, नेपाल प्रहरीका 10,575, सशस्त्र प्रहरी बल नेपाल 8,110 र गोताखोरको चाहिँ हाम्रो 153 जना गरी 26,219 जनशक्तिलाई चाहिँ अहिले हामीले चाहिँ फिल्डमा परिचालन गरिरहेका छौँ। हामीले उहाँहरू चाहिँ उच्च सतर्कताका साथ उहाँहरू चाहिँ अहिले बसिराख्नु भएको छ। जिब्रो टाइममा लरबरिन्छ। अनि हाम्रो खोज उद्धार सामग्रीको बारेमा विषय उठाउन चाहेँ मैले। यसमा हाम्रो 197 वटा दमकल छ, 460 वटा एम्बुलेन्स, 612 वटा वाटर रेस्क्यु बोट, 163 वटा एक्सकेभेटर, 13 वटा पोर्टेबल ब्रिज, 3 वटा हेलिकप्टर तैनात अवस्थामा हामीले राखेको छौँ। र यसमा चाहिँ अब हामीले सबै कुरा हामीले यो चाहिँ हाम्रो वेबसाइटमा पनि राखेको छौँ। यसमा हेलिकप्टरहरूको बारेमा हामीसँग अरू सामग्रीहरू के छ सबै सार्वजनिक हिसाबले नै पब्लिकले पनि यसलाई हेर्नु पाउने गरेर चाहिँ हामीले आफ्नो विपद पोर्टलमा पनि हामीले अपडेट गरिसकेको अवस्था छ। अब प्रतिकूल मौसम र जोखिमयुक्त राजमार्गको अवस्था हेरी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार नियन्त्रण र नियमन गरिने व्यवस्था लागू गरिएको, अलपत्र पर्न सक्ने यात्रुहरूको सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको, सडक अवरोध हटाउने कार्यलाई छिटो छरितो बनाउन सडक विभागको सहकार्यमा सेतु एप सञ्चालन ल्याइएको छ। यो सेतु एप भनेको चाहिँ हजुर माननीयज्यूहरूलाई अलिकति बुझाउन चाहे, यसको बारेमा धेरैजना नागरिकलाई पनि थाहा हुनु जरुरत छ जस्तो लाग्छ। यो चाहिँ कस्तो खालको छ भन्दाखेरि चाहिँ हजुरको जति पनि यो एक्सकाभेटर बुलडोजरहरू छ हाम्रो सडकमा, त्यतिखेर चाहिँ उहाँहरू चाहिँ हामीले लाइभ हेर्नु मिल्छ, कमान्ड सेन्टरबाट लाइभ हेर्नु मिल्छ अहिले चाहिँ, ताकि अब कुनै ठाउँमा अब बाढी गयो, पहिरो गयो भने त्यहाँ अब बाटो अवरोध भयो भने तपाईँको त्यहाँ ठुलो जाम हुन्छ। त्यो ठुलो जाममा एम्बुलेन्स पनि फस्छ, मान्छेहरू खानापिनादेखि लिएर अनेक समस्याहरू यसमा हुनसक्छ भन्ने हिसाबले चाहिँ हामीले सेतु एपले चाहिँ नजिकको एक्सकाभेटर कहाँ छ भनेर त्यहाँ चाहिँ तुरुन्तै गरेर रेस्पोन्ड गरेर त्यो पहिरोलाई चाहिँ खोल्ने कामको लागि चाहिँ खासमा हामीले सेतु एप बनाएको छौँ। यो हाम्रो भौतिक पूर्वाधार मन्त्रालयले को इनिसिएसनमा भएको चिज हो, तर हामीसँग पनि समन्वय, गृह मन्त्रालयसँग पनि समन्वय भएर काम अगाडि बढेको अवस्थामा छ।
साथै अब निजी क्षेत्रमा पनि अब हामीले कतिवटा हेलिकप्टर्सहरू हामीसँग आफ्नो सरकारी त छैन, तर निजी क्षेत्रमा चाहिँ हामीले समन्वय गरेर हेलिकप्टर्सहरू पनि हामीले निजी क्षेत्रसँग चाहिँ एउटा एमओयू गरेर हामीले तैनात अवस्थामा राखेका छौँ। कुनै घटना घटिहालेको अवस्थामा निजी क्षेत्रले पनि हामीलाई सहयोग गरेर उहाँहरूले पनि यो हेलिकप्टर्सहरू चाहिँ हामी दिन्छौँ। यो यसको काठमाडौँभित्र चाहिँ फ्री गरिदिन्छौँ र काठमाडौँ बाहिर चाहिँ हाम्रो चार्जेस लाग्ने भन्ने कुराहरू चाहिँ हाम्रो एउटा सम्झौता चाहिँ भएको छ। त्यसै गरी हाम्रो ऱ्याफ्टिङ एसोसिएसनसँग पनि हाम्रो सम्झौता भएको छ र ड्रोन एसोसिएसनसँग पनि सम्झौता भएको छ। अहिलेको ड्रोनको प्रविधिकोमा चाहिँ हामीले धेरै जस्तो चाहिँ म्यानुअली भन्दा पनि ड्रोनको प्रविधि हामीले धेरै युज गर्ने अहिले हाम्रो कार्ययोजनामा पनि छ। अनि त्यसै गरी अहिले मैले भनिहालेँ हजुरहरूलाई यो विपद सम्बन्धी सूचना सम्प्रेषण र प्रविधिको प्रयोगमा चाहिँ विशेष गरी हामीले यो 1 2 3 4 भन्नु पनि सजिलो अनि सेन्ट्रलाइज पनि भयो, सेन्ट्रल कमान्ड पनि भयो, त्यही अनुसारमा सबै ठाउँमा पनि जाने भयो। अनि हाम्रो 100 103 त भइ नै हाल्यो। अनि हाम्रो सशस्त्र प्रहरी बलको 11 14 पनि छँदैछ। तर हाम्रो एम्फोसिस भनेको चाहिँ एउटै नम्बर भइदियो भने सर्वसाधारणलाई सजिलो पनि हुन्छ भन्ने हिसाबले हामीले 1 2 3 4 हामीले राखेका छौँ। अनि अब यसको लागि अब हामीले एउटा नयाँ कुरा माननीयज्यूहरूलाई म जानकारी दिन चाहन्छु। यो सेल्फ ब्रोडकास्टिङ सिस्टम भन्ने अहिले नयाँ टेक्नोलोजी आएको छ। यो जुन चाहिँ नयाँ टेक्नोलोजी चाहिँ हाम्रो लागि चाहिँ पुरानै, अरू विदेशको लागि चाहिँ पुरानै हो, तर हाम्रो देशमा चाहिँ यो नयाँ टेक्नोलोजी हो। यो हजुरले कतिपय हजुरले देखिराख्नु भएको छ एउटा एसएमएस आउने गर्छ हैन, हजुरको फोनहरुमा एसएमएस आउने गर्छ। विपदको समयमा केही भयो भने एसएमएस आउने गर्छ, तर त्यो एसएमएसको चाहिँ चार्जेस लाग्ने भयो। तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टम चाहिँ तपाईको कस्तो खालको हुन्छ भन्दाखेरि चाहिँ त्यो ठाउँमा विपद आएको खण्डमा चाहिँ हामीले एकैचोटि 5 सेकेन्ड्समा सबैजनालाई मेसेज यो फोनमा आयो भने तपाईको त्यो मेसेज तुरुन्तै यहाँ अगाडि आउँछ। अनि त्यही मेसेजको आधारमा चाहिँ हामी अलर्ट सिस्टम जस्तो हो। त्यही भएर त्यो सेल्फ ब्रोडकास्टिङ सिस्टम चाहिँ अहिले हामीले त्यसमा होमवर्क गरिरहेका छौँ। त्यसमा थोरै प्राविधिक कठिनाइ होला, तर त्यसमा चाहिँ छिटो नै हामी काम कारबाही अगाडि बढाउने पनि हजुरलाई जानकारी दिन चाहन्छु। अब अर्को कुरा यसको बारेमा हामीले सोशल अवेरनेसको लागि हामीले विभिन्न सोशल मिडियामा हामीले विभिन्न अब एउटा भिडियोजहरू राखेर त्यसको बारेमा सचेत गराउने, नागरिकलाई सचेत गराउने अनि अडियो भिजुअलको माध्यमबाट भइ नै हाल्यो। साथै अब गाउँ घरमा यो रिच नहुन सक्छ भन्ने हिसाबले चाहिँ त्यहाँ चाहिँ पुरानै टेक्नोलोजी हाम्रो रेडियो भयो हैन, हजुरको अब यसमा टेलिभिजन भयो, नेपाल पत्रकार महासंघसँग पनि अब हामीले समन्वय गरेका छौँ, नेपाल समाचार समितिसँग आरएसएससँग पनि समन्वय गरेका छौँ र त्यहाँ भएको स्वयंसेवक र हाम्रो सिडिओ मार्फत हामीले चाहिँ यसमा चाहिँ थोरै हामीले काम गरिरहेका छौँ। त्यसमा पनि अब बजेट व्यवस्थापन एवं परिचालन सुरक्षा निकायलाई आवश्यक पर्ने उद्धार सामग्री खरिदका लागि वार्षिक बजेटमै रकम विनियोजन गरिएको छ। साथै गत आर्थिक वर्ष 77 वटै जिल्ला प्रशासन कार्यालयलाई खोज तथा उद्धार सामग्री खरिद गर्न 7 करोड 62 लाख र बोट खरिद गर्न 28 जिल्लालाई रु 1 करोड 44 लाख रकम निकासा गरी खरिद प्रक्रिया सम्पन्न भइसकेको अवस्था छ। र यो पहिलादेखि चाहिँ यो संयन्त्र छ रहेछ, उहाँहरूलाई पर्याप्त बजेट नदिएको कारणले चाहिँ उहाँले काम गर्न सक्नु भएको छैन रहेछ। त्यही भएर यसपालि चाहिँ हामीले बजेट पनि दिदियौँ ताकि स्थानीय तहबाटै यो कुराहरूमा चाहिँ एड्रेस भइदियोस्। अब सुरक्षा संयन्त्र मात्र छ, हाम्रो सबै कुरा छ, तर उहाँहरूलाई पर्याप्त बजेट भएन भने उहाँले रेस्पोन्ड गर्ने तरिका पनि हुँदैन, उहाँहरूलाई गाह्रो पनि पर्छ भनेर चाहिँ हामीले बजेटै सुरुमा गरेर प्राथमिकता दिएर चाहिँ त्यसमा विपद सामग्री बजेटहरू चाहिँ खरिद गर्नु होला भनेर हामीले बजेट पनि पठाइसकेको छ है। प्रदेश जिल्ला स्थानीय विपद व्यवस्थापन कोषमा हाल कुल रु 7 अर्ब 56 करोड रकम रहेको छ। सबै तहका कोषहरूमा न्यूनतम रकम कायम राख्न समन्वय भइरहेको छ। विपद प्रभावित नागरिकहरूलाई दिने राहत र निजी आवास पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ राखिएको छ। गत आर्थिक वर्षमा प्राधिकरण मार्फत 122 वटा जोखिमयुक्त स्थानको जियोग्राफिकल सर्वे गरी सम्बन्धित स्थानीय तह प्रतिवेदन पठाइएको छ भने बाँकी क्षेत्रमा अध्ययन निरन्तर जारी छ। सम्माननीय अध्यक्ष महोदय, अन्तमा गृह मन्त्रालयले सङ्घीय सरकारका विषयगत मन्त्रालयहरू, प्रदेश सरकार, स्थानीय सरकारसँग पूर्ण समन्वय र सहकार्यका साथ मनसुन पूर्व तयारी तथा प्रतिकार्य कामहरू अगाडि बढाइरहेको छ। विपद व्यवस्थापनको कार्य कुनै एक निकायको मात्र नभई सम्पूर्ण संयन्त्र र नागरिक समाजको साझा दायित्व हो। हालसम्म हाम्रो अभ्यास सहकार्यमूलक रहँदै आएको छ र आगामी दिनमा पनि जनधनको क्षति न्यूनीकरण गर्न सरकार
पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहनेछ। यस सम्बन्धमा सम्मानित सदन र माननीय सदस्यज्यूहरूबाट प्राप्त हुने सुझाव अनुसार सरकारले काम गर्नेछ। धेरै धेरै धन्यवाद।